त्यो कसरी जोडिन गएँ भन्ने कुरा है, यो चाहिँ फ्याक्ट कुरा हो। सरले के देखाउनु भयो त्यो मलाई थाहा छैन, मलाई पनि थाहा थिएन पनि, र मलाई अहिलेसम्म थाहा पनि छैन। देखाउनु भयो तर राम्रो रहेछ, मन पऱ्यो। किनभने हामीले चाहिँ कस्तो पानी खाएर रहेछौँ, सफा खाएर रहेछौँ, खाएको रहेछौँ तर शुद्ध रहेनछ भन्ने कुरा यति बुझेँ मैले चाहिँ है। यो चिजमा धेरै बुझिराख्नुपर्ने खासै मैले देखेँ। भन्नुको अर्थ चाहिँ सफा शुद्ध, शुद्ध खाँदा के हुँदो रहेछ, सफा खाँदा के हुँदो रहेछ भन्ने कुरा त हामीले अब भोगि पनि रहेछौँ होइन, देखि पनि रहेछौँ। भनेपछि अब प्र्याक्टिकली रूपमा गएको कुरा चाहिँ म तपाईँहरूलाई थोरै 2-4 मिनट सेयर गर्न चाहन्छु। किनभने मेरो पनि बुवालाई ग्ल्यान्डको यो नसाको मेरुदण्डको नसाको चाहिँ तपाईँको क्यान्सर भएको 4th स्टेज। मैले चाहिँ धेरै उपचार गरेँ, नोबेल हस्पिटलमै गरेको। त्यो अबलामा चाहिँ अब हाम्रो झकेन्द्र सरले मलाई धेरै हेल्प गर्नुभयो। त्यो अवस्थामा बुवा कस्तो हुनुहुन्थ्यो भने हाम्रो चित्र सरलाई पनि थाहा छ, हाम्रो जीवन सरलाई पनि थाहा छ, उहाँलाई पनि थाहा छ। हामी 4-5 छौँ। यी साँच्ची भनौँ न, यो चाहिँ मैले खुद बोलेको मात्रै पनि होइन। मैले त अब हामीले त सुनेको हो नि त, क्यान्सर चाहिँ अब 7 पुस्ताको चाहिँ सम्पत्ति सकिने रोग हो भनेर सुनेको हो। अनि वास्तवमा त्यो हो पनि रहेछ। त्यो चाहिँ मैले प्रुभ पनि गरेँ, त्यो भोगेँ पनि। 40 लाखभन्दा माथि पैसा सकिसक्यो, बुवाको केही अत्तो पत्तो छैन। धामी झाँक्री कहाँ पुर्याइएन, उहाँले जहाँ इच्छा गर्नुभयो पुर्याइयो र पनि भएन। एक दिन हुने भोलिपल्ट त्यही। तर किन ठुलो रोग लागिसकेपछि चाहिँ त्यो सानो समस्या चाहिँ त्यो नर्मल लाग्दो रहेछ। भनेपछि त्यो गर्दै जाँदाखेरि लगभग 40-45 लाख पनि सकियो, रोक्नेको भएन। त्यो एउटा हुन्छ अरे क्या, त्यो जोड्नु पनि पर्छ। जस्तै अहिले यहाँ हजुरहरूसँग जोड्यो नि त गफ गर्ने भेट्ने। म चाहिँ यहाँबाट चाहिँ बुवालाई अब बुवाको लगभग अब हस्पिटलले पनि अब नोबेल हस्पिटल त्यो भेरिन मेसिन त एसियाको 2 नम्बरमा पर्छ अरे क्या। एसियाको भनेको चाहिँ सुनिल शर्माले लिएको मेसिन चाहिँ एसियामा दोस्रो मेसिन अरे। भने त्यो मेसिनमा पनि मैले चाहिँ ट्रिटमेन्ट गरेँ र पनि त्यो डक्टरहरूले चाहिँ रिजेक्ट गर्नुभयो कि। रिजेक्ट गऱ्यो। बुवालाई लास्ट हो भनेर चाहिँ बसिरहेको थिएँ। अब त्यो क्रममा चाहिँ म पहाड गएँ। पहाडमा किन गएँ भन्छ, बुवा त भर्खर बस्नु हुनुभयो। उहाँहरूको जय जथा भए पनि अब हुँदा र नहुँदाको फरक छ नि त। यसलाई चाहिँ म सल्टाइ हाल्नु पऱ्यो, बुवा हुँदै भनेर बुवा हल्का हिँड्नुहुन्थ्यो त्यो टाइममा है। अनि मैले पुऱ्याएँ। त्यो संयोगवश भनौँ, यहाँ चाहिँ बुवाको एउटा लक्कीली एउटा मलाई पनि त्यो पीडा सहनु नपरोस् भनेर होला, त्यो सायद त्यो जुर्यो। हामीलाई चाहिँ यो नरबहादुर सेठ भन्ने सरले चाहिँ यो बारेमा चाहिँ ल नानी पानीले चाहिँ अब बुवालाई उपचार गर्नुपर्छ भन्नुभयो कि। पानीले चाहिँ कसरी उपचार गर्ने, म त्यो भन्छु। उहाँ चाहिँ 32 वर्ष पुरानो चाहिँ स्वास्थ्य विभागको चाहिँ मान्छे हुनुहुन्छ क्या, त्यो क्षेत्रमा भएको। अहिले चाहिँ बेलबारीको प्रमुख नगर प्रमुखमा हुनुहुन्छ क्या स्वास्थ्य विभागको अहिले पनि। उहाँले त्यो भनेपछि कसरी चाहिँ निको हुन्छ त भन्ने फिल भयो। ल त्यसरी म बुझ्छु भनेर अनि म चाहिँ विराट चोकमा त्यो बेला अफिस थियो रहेछ, यस्तै खालको सानो अफिस थियो चाहिँ उहाँहरूले चाहिँ गर्नुभएको रहेछ। उहाँले चाहिँ मिसिन बेच्ने हिसाबले भनौँ न, एउटा व्यावसायिक हिसाबले। अब त्यस्तै रोगी मान्छे आएर उहाँहरूलाई पनि त्यो एउटा सहयोग दिने अनि इन्डियाबाट पनि हुँदो रहेछ। अनि त्यसपछि मैले उहाँहरूसँग जोडेर काम गरेँ। अनि मैले बुवालाई पनि नसकी मैले पैसा लिएर आएँ बेलबारी विराट चोकमा। त्यसपछि बुवालाई गराएर के गरेँ भने पानी काम गर्छ, समय लाग्छ भन्नुभयो। समय लाग्छ भन्नुभयो। कति समय लाग्छ भन्नुभयो। अनि त्यसपछि त्यो मेसिन कति पर्छ, 6 लाख 7 लाख भन्छ। अब पानीको मेसिनलाई 6-7 लाख दिइहाल्ने भन्ने पनि एउटा मनसाय नगर्दै सानो हल्ला भयो। ठिक छ मिल्यो न गर्नु। अब 5 लाख 6 लाखको पानी खाएर कसरी बाँच्छ भन्ने एउटा सोच रिसर्च गरेँ क्या, खोजेँ। जस्तै यसरी मलाई डेमोसेमो केही देखाउनु भएको थिएन मिसिनले यो काम गर्छ यो गर्छ थाहा थिएन। नर्मली उहाँहरूले चाहिँ मलाई चाहिँ सजेस्ट गर्नुभएको थियो, यसले चाहिँ यस्तो गर्छ। अब के गर्ने भन्दाखेरि चाहिँ त्यतिखेर पैसा पनि थिएन, भएको पैसा सबै उता हस्पिटलमा डक्टरहरूलाई बुझाइहाल्यो। त्यो माग्न जानेको कुरा भएन। अब बुवा फेरि झन् थलिँदै जानुभयो कि। त्यतिखेरसम्म चाहिँ हल्का लगभग त्यसपछि पुरै नै 90% उहाँको शरीरै नचल्ने भयो। त्यो म तपाईँलाई फोटो देखाउँछु मोबाइलमा। 90% नचल्ने भयो। उहाँले भनेको हेर्ने बोल्ने मात्रै, पक्रिने सकिने हल्लिने उठ्ने सच्चका बस्ने केही गर्नु न, सबै A to Z टोइलेटदेखि लिएर खानेदेखि लिएर सबै मेरो आमाले गर्थ्यो क्या।
एकदमै पीडा हुन्थ्यो है। अब त्यो क्यान्सर भएको मान्छेलाई त कस्तो हुँदो रहेछ भने जब बेलुका भएपछि त पुरै शरीर पोल्दो रहेछ क्या। कसरी यसलाई गर्ने भन्दा भन्दा अब पानीबाटै अब उपचार गरौँ त भन्ने एउटा चाहिँ के भने त्यसलाई चाहिँ सिधा हिसाबले त्यो काम गर्यो। अनि मैले त्यो पानी चाहिँ मैले मिसिन त छैन मसँग, मिसिन छ विराट चौकको अफिसमा। अब मलाई चाहिँ अब यसलाई लगेर खुवाउन पाइहाले कस्तो हुन्थ्यो भन्ने मन चाह्यो। अब पैसा पनि छैन एक नम्बरमा, दोस्रो नम्बर मिसिन पनि छैन। तेस्रो नम्बरमा के गर्ने भन्दाखेरि चाहिँ ल उहाँसँगै सकाएर गरेर अब पानी बोकेर खुवाउँछु भन्ने भयो। पानी त बोक्ने तर केमा बोक्ने, अब यसरी चाहिँ बोक्न नमिल्यो फेरि हेर्नु है। यो चाहिँ अहिले हजुरहरूलाई डेमोको लागि मात्रै ल्याएको हो होइन। जस्तै यो मिसिन भएको थियो भने चाहिँ हामीले लाइभ वाटर खाँदा चाहिँ एकदमै राम्रो हुन्छ। अनि त्यो चाहिँ अब कसरी खुवाउने भन्दाखेरि सिसाको यस्तै ग्लास चाहिँ 2 लिटरको मैले इटरीमा 5वटा किनेँ होइन। त्यसलाई कसरी लाने बाटो छ त्यस्तै अब त्यो पुरै भत्किएको बाटो छ। 3टा बोतलमा होला 2टा बोतल मैले विराट इटरीमै छोडेँ। अनि 2-3टा बोतलमा चाहिँ अनि यो यस्तो झोलामा हालेर बच्चालाई भन्दा मजाले स्याहार्यो। किनकि त्यो सिसा हो त्यो त गाडीमा झक्लक्क भएपछि त फुटिहाल्छ। 2 महिना कन्टिन्यू मैले बोकेर खाएँ। अनि इन्डियाको डक्टरले भनेको थियो तेरो बुवालाई लगभग 9-10 महिनाभित्र चाहिँ केही रिजल्ट आउँछ भने। मलाई 9 महिना कुर्नु त म यहाँ लाग्यो त 9 वर्ष जस्तो लाग्यो। तर पनि मलाई के विश्वास भएको थियो भने त्यहाँबाट गएपछि केही न केही रिजल्ट चाहिँ हुँदैछ कि जस्तो फिल भयो क्या। त्यहाँदेखि मैले मिसिन अर्डर गरेँ। मिसिन आयो 2 महिनापछि आयो है, उहाँहरूकै सहयोगबाट मिसिन आयो। 2 महिनापछि मिसिन जोडेपछि मैले त्यसलाई निरन्तर गर्दै गर्दै त्यसमा बुवालाई औषधि केही छैन। बुवालाई औषधि छ पहिले त्यो किडनीको जालीको त्यो फेर्दाको ब्लड पातला गर्ने एरोस्प्रिन भन्ने मात्र छ, अरू केही औषधि छैन। अब हस्पिटलले पनि दिएको छैन। अब बुवालाई त अब ल अब जे खानु मन लाग्छ जे गर्नु मन लाग्छ बुवालाई दिनु भनेर मलाई पठाउनु भएको। अनि मैले भने त्यो बेला अनि कुनै उपाय छैन भनेको छैन भने त्यहाँदेखि मैले सरको बुवालाई लिएर आएको थिएँ। अनि पानीमा कन्टिन्यू गर्दा गर्दै 9 महिनापछि त्यो बिचमा कति पीडा भयो त्यो त अब तपाईँहरूलाई सुनाएर त्यो खासै अर्थ पनि छैन। सामान्य रुगामार्गी लाग्दा त केटाकेटीले बुढाबुढीले आफूलाई कति गाह्रो हुन्छ त्यो त थाहै छ भन्छ। क्यान्सर जस्तो रोगको कुरा त अब त्यति पीडा भयो कि त्यो अब त्यो बुवा पनि कसैले फोन गऱ्यो छेउमा आयो भने रोइहाल्नुहुन्थ्यो क्या। अब चाहिँ मेरो लास्ट हो भन्ने त्यो फिल भइसक्यो थियो। तर बुवालाई क्यान्सर भन्ने चाहिँ मैले थाहा नै दिइनँ क्या। एउटा सिम्टम रे अब त्यो चाहिँ अब भाव हुन्छ कि हुँदैन भनेर चाहिँ मैले उहाँलाई कन्फ्युज बनाएँ। र उहाँलाई त्यो रोग लाग्यो भनेर चाहिँ थाहा हुनु भनेको जब उहाँले यो पानी कन्टिन्यू मैले जब मिसिन राखेँ मैले फागुनको 27तिर होला सायद मैले मिसिन चाहिँ जोडेको थियो। भन्दा 2 महिना चाहिँ मैले पैसै तिरेर पानीको पैसै तिरेर 2 महिना चाहिँ 2 दिनमा आएर म चाहिँ पानी लिएर खुवाउँथेँ क्या, पियाउँथेँ। पहिले मिसिन नै ल्याउँ भन्थ्यो तर 2 महिना लाग्यो। 2 महिनापछि पानी पिलाउँदै 9 महिनापछि चाहिँ बुढी औँला चल्न थाल्यो। 9 महिनापछि 90% शरीर मरेको मान्छेको 9 महिनापछि त्यो खुट्टाको बुढी औँला चल्यो है। त्यहाँदेखि मलाई विश्वास हुँदै गयो। अनि त्यो जुन उहाँको पीडा छ नि बेलुका जब जति राति पऱ्यो त्यति पीडा हुँदो रहेछ। यो देखि भएको थियो हो खुट्टा पुरै पोल्दो रहेछ क्या। त्यो जब पानीको मात्रा प्रवेश बढी हुँदै गएपछि उहाँको त छैन, जिरो। त्यो कराउने आधा पुरै जिरो भयो क्या। गर्दा लगभग 11-12 महिनापछि अनि उहाँ बुवा हल्का उठेर बस्ने होइन। अब यसरी कुर्सीतिर पनि बस्नै नसक्नु हुने क्या। जबरजस्ती हामीले चाहिँ खाना खुवाउनलाई बसाउने हो। अब बसाउनलाई अब खाना खुवाउन पनि सिधा हुने उहाँ अब पुरै सबै मिलाएरै अब त्यो इन्ची मिलाएर खुवाउनु पर्थ्यो क्या उहाँलाई। किनभने उहाँको सबै शरीर त फ्रिज छ। लगभग 1 वर्ष क्रस भएपछि चाहिँ उहाँको पुरै चेन्ज हुँदै आयो। अहिले टोटल्ली अब पुरै घुम्ने हुनुभएको छ। सबैले देख्नु भएको छ, म्याडमहरूले पनि देख्नु भएको छ, सिस्टरहरूले पनि देख्नु भएको छ, यहाँ सबै सरहरू लगभग धेरै सरहरूले देखिसक्नु भएको छ। भनेपछि के चाहिँ प्रुभ भयो भने यो जति पनि हामीलाई क्यान्सरको छ नि त्यो सेलहरूलाई चाहिँ पुरै मार्दो रहेछ कि। भने चाहिँ जस्तै हामी मान्छेले जब किमो गराउन थेरापी गराउन लाग्छ नि त्यसको चाहिँ 10औँ गुणा चाहिँ राम्रो रहेछ। डक्टरहरूले चाहिँ रिपोर्ट हेरेर आएर बुवाले नहुने रहेछ भन्दै अहिले त्यो डक्टर आएर पनि छक्क पर्नुहुन्छ त्यसको पानीको त्यो इनर्जी देखेर त्यसको काम देखेर। भनेपछि चाहिँ यो पानी चाहिँ एकदमै के हाम्रो घरमा अहिले खाना पकाउनेदेखि लिएर नुहाउनेदेखि लिएर बच्चालाईदेखि लिएर अब आमाको पनि ढाड दुख्ने र घुँडा दुख्नेको ठ्याक्कै मिसिन जोडेको भोलिपल्ट 2टा क्याप्सुल थियो। त्यो अहिलेसम्म त्यो क्याप्सुल छ।
अहिलेसम्म ढाड दुख्ने छैन। अब त्यो सामान्य रोगहरूलाई चाहिँ भइहाल्यो। अझ यो मिसिन भने चाहिँ ठुलो ठुलो रोगहरूको लागि चाहिँ एकदमै जडी नै। अनि यो चाहिँ किनभने रोग त लाग्छ तर पीडा सहन गाह्रो छ नि त, त्यो पीडाबाट चाहिँ हामी मुक्त होइन रहेछ क्या। जस्तै अब आइया आथा त्यो छैन क्या, त्यो पानी पिइसक्छ भनेपछि यो पानी चाहिँ एकदमै चमत्कारी रहेछ होइन, मैले आफै पनि प्रयोग गरेँ। त्यो भएर हामीले चाहिँ खाने खाना पिउने पानी पिउने अब हामीले लिने हावापानी चाहिँ स्वास्थ्य भयो भने हाम्रो शरीर एकदमै छिटो चाहिँ स्वास्थ्य बन्ने रहेछ कि। यो भएको कारण चाहिँ यो पानी एकदमै राम्रो महत्त्व छ। अब यहाँ पनि सरले जोड्दै हुन्छ, तपाईँहरूले चाहिँ अब लाइभ वाटर 2-4 चोटि खाएर ट्राई गर्नुभयो भने हाम्रो घरमा अब चाहिँ जस्तो हामीसँग यत्रो यत्रो बिल्डिङहरू छ नि त, अब यो घर बनाउने मान्छे यहाँ घरमा हुनुहुन्छ भने मलाई थाहा छैन, अब आउँदाखेरि कस्तो भएर आउँछ त्यो पनि थाहा छैन होइन। भनेको मतलब हामीसँग करोडौँको घर छ तर हाम्रो बास चाहिँ हस्पिटलमा छ, होइन करोडौँको गाडी छ तर हाम्रो बसाइ चाहिँ केमा छ, व्हिल चेयरमा छ। चाहिँ हामीले चाहिँ एउटा 5-7 लाखको मिसिन राख्यो भने त होल परिवारलाई सेफ गर्यो। जस्तै यो गेट लाग्छ नि त, हाम्रो शरीर हाम्रो परिवारलाई चाहिँ सेफ गर्न सकिँदो रहेछ। यो चाहिँ मेरो बुझाइ हो। त्यही भएर मैले चाहिँ साथीहरूलाई नै सेयर गर्दै 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 किन अब हामीले त्यो त्यति समस्या 10 वर्ष 15 वर्ष विदेश बसिन्छ, कमाइन्छ, आउने बेलामा केही हुँदैन, डक्टरलाई बुझाउनु परेको छ, टिचरलाई बुझाउनु परेको छ। बरु हामीले चाहिँ यो सिस्टम ल्याइयो भने हामी सबै परिवारलाई एउटै मिसिनले चाहिँ सबै परिवारलाई चाहिँ हामीले सेभ गर्न सक्यो नि त। त्यो भएर चाहिँ हामीले चाहिँ हजुरहरूमा चाहिँ यो राख्न खोजेको हो। मलाई चाहिँ हेर्नु पुरै गर्मी भइरहेको छ, मलाई धेरै गर्मी नै हुन्छ क्या। अनि त्यो भएको कारणले चाहिँ तपाईँ हामीले बुझेर, किनभने हामीले जे बोल्यो त्यो चिज तपाईँले चाहिँ मोबाइलमा आइहाल्छ, ढाँट्न झुट बोल्नै सकिँदैन। तपाईँले वेबसाइटमा गएर यसको बारेमा बुझ्न सक्नुहुन्छ। हामीले खाना खाने कस्तो, पिउने पानी कस्तो, तपाईँ उहाँले भनिहाल्नुभयो कि राम्रो राम्रो चाहिँ सर्टिफिकेटहरू चाहिँ उसमा जित्नु भएको छ भने त हामीले यसलाई रिसर्च गरेर तपाईँको कोही आफन्तहरू छ भने बुझेर यो चिजलाई चाहिँ हामीले इन्डियाको त तपाईँको हेर्नुहोस् प्रत्येक यो मिसिन राखेको घरमा नि, जस्तै हजुरहरूले तुलसीलाई पूजा गर्नुहुन्छ नि, के मानेर पूजा गर्नुहुन्छ, एउटा आस्था धर्मप्रति। त्योभन्दा पनि मजाले चाहिँ इन्डियाको मान्छेहरूले यो मिसिन राखेर पुरै पूजा गर्छ, हेर्दा हुन्छ। यो अहिले चाहिँ इन्डियामा चाहिँ 10औँ वर्षको एनिभर्सरी यो 27 तारिक हुँदैछ। 10 वर्ष पुरा भएको कम्पनीको चाहिँ यो चाहिँ एनिभर्सरी मनाउँदैछ। भनेपछि चाहिँ हामीले चाहिँ कस्तो चिज हो भनेर चाहिँ बुझ्नु पऱ्यो क्या। हामीले मात्रै भनेर भने तपाईँहरूले पनि रिसर्च गरेर हेरेर काम गर्नुभयो भने तपाईँ हाम्रो परिवारको लागि एकदमै बेस्ट छ। मलाई चाहिँ अब मेरो बुवा त अब हामीले लगभग माया मारिसकेको मान्छे, अहिले चाहिँ अब पुरै घुम्ने हिँड्ने, अहिले त अब तल मङ्गलारे बजार आफै जानुहुन्छ होइन, उहाँलाई के चाहियो भने आफै हिँड्नुहुन्छ। भनेपछि चाहिँ हामीले नसोचेको थियो क्या, त्यो त्यस्तो हुन्छ भन्ने थिएन। उठेर टोइलेटसम्म पिसाब टोइलेट गरिदियोसम्म भन्ने मात्रै थियो, तर नसोचेको चिज भयो। त्यो भएको कारण चाहिँ यो मेसिनको पानी चाहिँ हाम्रो घरमा भयो भने हामीले हस्पिटल जानै पर्दैन क्या। त्यो खालको चाहिँ एउटा माहौल छ, त्यो खालको छ। मैले हजुरलाई यति नै गरेँ किन मलाई धेरै गर्मी भयो कि। धन्यवाद है त। हामी 4 वर्ष 10 वर्ष चलाउँछौँ तर बाइकको आयु भनेको लगभग 25-30 वर्ष हुन्छ। बाइकको आयु है त्यसले हामीले राम्रो मेन्टेन गऱ्यो भने त्यसको इन्जिनको आयु चाहिँ लगभग 25-30 वर्षमा जाने। त्यो इन्जिनलाई चाहिँ जतन गरेर चलायो है। त्यसरी नै यो मेसिनको आयु कति हुन्छ भन्दा चाहिँ यो मेसिनको चाहिँ मोडल हेर्नु छ, जो चाहिँ 4वटा ग्रेडको चाहिँ कम्पनी के हुन्छ भने 15 देखि 20 वर्ष तपाईँले चलाउन सक्नुहुन्छ। 7वटा ग्रेडको चाहिँ 25 देखि 30 वर्ष चलाउन सक्नुहुन्छ भन्ने चाहिँ उहाँले भन्नुहुन्छ। तर चलाउनु त्यो त अगाडि पनि बिग्रिन सक्छ। तर जस्तै हामीले बाइक चाहिँ अब सिकारलाई दियो, लत्ता लडायो बढायो भने मोबिल चेन्ज गरेन, सर्भिस गरेन भने के हुन्छ, त्यो बिग्रिन्छ। अनि त्यो के छ भन्दा यसको चाहिँ के छ मेसिन भने यसलाई मेन्टेनेन्स भनेको चाहिँ घरमा यसलाई उहाँ लानु पर्दैन, घरमै सर्भिसिङ गर्न मिल्छ। यसको पार्ट पनि त खोल्नु पर्दैन, सर्भिसिङ केही छैन। यसको पाउडर हुन्छ, इकिल हुन्छ, ब्युटी वाटर निकाल्ने हुन्छ, त्यसले आफै सफा गर्छ। कुनै पनि टेक्नोलोजी छैन, समस्या छैन। अनि इजी छ, यो चाहिँ लेडिजले गर्न सक्छ, बच्चाले गर्न सक्छ। यो बाबुलाई दियो भने बाबुले एकचोटि सिकायो भने सबै सिक्नेछ होइन। अनि एकदम इजी छ यसो सर्भिसिङ। अनि अरूभन्दा के छ भने बाइकहरूको चाहिँ तेलहरू मोबिलहरू धेरै खर्च गर्नुपर्छ, सर्भिसिङ धेरै त्यसको खर्च धेरै आउँदैन। हेर्नुहोस् है, बाइकमा चाहिँ 2 जना मिल्दैन, 10 जना 20 जना परिवारहरू चाहिँ सबैले सेभ गर्छ। अनि यो घरको चाहिँ किन डक्टर हो भन्दाखेरि चाहिँ यसले हाम्रो शरीरमा आउने रोगहरूलाई त नियन्त्रण गर्यो।
यसले हाम्रो शरीरमा लाग्ने चोटपटक जस्तै यो बाबुको हाम्रो बाबुको अहिले जस्तै पानी उधारोलाई आँखा पाक्ने एकदम रातो आँखा आयो अहिले आँखा पाक्ने आयो भने यसको चाहिँ हजुरले के हुन्छ भन्दा चाहिँ यसको चाहिँ मिसिनको चाहिँ बटम हुन्छ यसले 7 प्रकारको पानी निकाल्छ यसको बटम हुन्छ बच्चाले खाने बेग्लै आउँछ क्यान्सरले खाने बेग्लै आउँछ सुगरले खाने प्रेसर किन भन्दा चाहिँ कसैलाई सुगर हुन्छ प्रेसर हुँदैन प्रेसर लो हुन्छ उसलाई त्यो क्वालिटीको नम्बरको हाई नम्बरको 9 को खानु मिल्दैन त्यसो कसैको प्रेसर हाई हुन्छ सुगर हुँदैन अनि उसलाई चाहिँ हामी त्यो लेभलको चाहिँ पानी खुवाउनु पर्ने हुन्छ त्यो भएर चाहिँ यो डक्टर किन भनेर त साह्रै दिन्छ किन भन्दा चाहिँ यसले चाहिँ सबै घरको बच्चादेखि वृद्धसम्मलाई भर्खर जन्मेको दुधे बालक होस् भने चाहिँ त्यो सिस्टमको बटमहरू राखिदिएको छ र त्यो अनुसारको चाहिँ पानी निकाल्छ अर्को कुरा जुन आँखामा इन्फेक्सन भएर रातो भएको छ भने दिनमा 2 चोटि बिहान बेलुका यसरी स्प्रे गरिदिनुहोस् 2 पोइन्ट 2.5 नम्बरको पानीले त्यो आँखा तपाईँले भोलिपल्ट पाकेको देख्नुभयो भने तपाईँलाई म पुरस्कार दिन्छु किन भन्दा चाहिँ त्यसले चाहिँ के हुन्छ त्यो ब्याक्टेरियाले चाहिँ इन्फेक्सन गरेको हुन्छ त्यो ब्याक्टेरिया चाहिँ टुपरले चाहिँ 99.5% छिटो मार्छ अब तपाईँलाई माउरीले टोक्यो बारुले टोक्यो आगोले पोल्यो चोटपटक लाग्यो काट्यो भने यसरी टुपरले यसरी हाल्नुभयो भने बारुले टोकेको माउ टोकेर कस्तो पोल्छ नि 10वटा 20वटा बारुले टोक्योस् माउ टोक्यो तपाईँ लाएको 5 मिनट तपाईँको दुखाइ कम भइसक्यो त्यो बोका पनि हराइसकेको हुन्छ त्यसको बाद हामीले जो डेमो गरिसकेको कि हामीले डेमो गरेर चाहिँ हामी थाहा भएको कुरा है यहाँ माउरी छ भने लिएर टोका म तपाईँलाई टोकाएर म मेरै गरेर आउँछु त्यो गरिसकेको है त्यो डेमो अरू कुरा के छ भने त्यसै तपाईँहरू चाहिँ लडीमा अब हिँड्दै चोटपटक लाग्यो काटिने गोल चाहिँ खेलाएको टिटेस सुई हाल्नु पर्दैन 2 बाइट हाल्यो भने हेर्नुहोस् चाहिँ सुगर लाग्यो क्यान्सर भएको घाउहरू चाहिँ यसरी चाहिँ पानी पियो 9 मिनट अनि चाहिँ के गर्यो यसको टेस्टमा अरू पानी यसमा खाएर पनि अन्दाज गर्नु यो खान मिल्ने हो यो धेरै आइटमको पानी छ कि तपाईँ हामीले खान मिल्ने अगाउँछ यो पानी खाएर गर्नु कसलाई गर्छ भने चाहिँ जसले चटपटे बढी खान्छ जसले पानीपुरी खान्छ जसले जम्बु खान्छ उसलाई चाहिँ पखाला लाग्छ फेरि पखाला लाग्छ पखाला लाग्दा पेट कुटुटुटुटु दुख्ने होइन भने होइन पेट गुल्लु गर्छ हडर दिएर जान्छ खाएर है त्यो चाहिँ बढी एसिडिक खानेलाई चाहिँ त्यस्तो हुन्छ अब तपाईँको दिशा बिसा सुन्नुहोस् है अब कसैलाई पखाला लागेन तर त्यो व्यक्तिको चाहिँ आन्द्रा फोड्छ भने कालो भएको छ खाएको कुरा सबै चिलो टाँसिरहेको छ भने भोलिपल्ट तपाईँले 2 गिलास 3 गिलास पानी खानुभयो भने भोलिपल्ट हग्दा चाहिँ दिशा चाहिँ कालो आगोले सन्दर्शनी गुमाउने आउँछ है त्यो सबै फोहोर चाहिँ यसले पखाल्छ अघि तेल पखाल्यो नि तेल यसरी के गर्छ यसले चाहिँ पखाल्छ फोहोर निकाल्छ है अनि यसले के गर्छ भन्दाखेरि चाहिँ सोच है अब तपाईँ हाम्रो दाँत किराले खायो दाँत सुन्यो समस्या आयो भने हामी 2 पोइन्टले चाहिँ स्प्रे गर्ने है अनि हाम्रो सास गनायो भने कुल्ला गर्ने अब हामीले घरमा के लाउनु पर्दैन कोलगेट आउँदैन 11ले गयो भने कोलगेट गयो भने यसले दाँत सफा गर्छ अर्को टोयलेट सफा गर्नु किचन सफा गर्नु पर्यो भने मिसिनको पानीबाट आउँछ झ्यालको सिसा सफा गर्नु पर्यो भने मिसिनबाटै पानी आउँछ त्यो क्लोरिनहरू हत्तीहरू किन्नु पर्दैन मिसिनबाट तर त्यो दबाई निकाल्ने पानी चाहिँ के हो भन्दा चाहिँ विशेष पानी त्यसो होइन त्यहाँ चाहिँ नुन लाउनुपर्छ एउटा नुन पाउँछ नुन किन्ने त्यो नुन चाहिँ विशेष गरी हामी सिसा सफा गर्ने ब्रस सफा गर्ने अनि चिल्लो पिरो सफा गर्ने चाहिँ हामीले त्यसले गर्छौँ है अर्को कुरा यो मिसिनले पानी निकाल्दै गर्दा 10 लिटर पानी तपाईँले निकाल्नु भयो भने 6 लिटर मात्रै आउँछ नि 4 लिटर ड्युटी ओर्ड आउँछ त्यो ड्युटी ओर्डेर कपाल नआउनु भयो भने कपाल धुनु भने एउटा कपाल झर्दैन अनि कपाल भएको चया सबै साक्सिस लाग्छ एकचोटिमा हुँदैन दोस्रो तेस्रोचोटि गर्दै तपाईँको कपाल झर्दैन चया पनि छट लाग्छ अनि कन्डिसन हुन्छ त्यो लेडिजहरूले नरम सिल्की एकदम छुँदा नरम हुने त्यो किन्नै पर्दैन त्यो प्रोडक्ट किन्नै पर्दैन त्यो पानी आउनु बित्तिकै त्यसको अटोमेटिक कभर भइहाल्छ मेरो फेरि बुवाको जस्तो पुरै सेतो कपाल फुलेको छ 75% पुरै कालो कपाल भयो मेरो कपाल आधी भन्दा बढी सेतो भइसक्यो थियो एन्टिअक्सिडेन्ट यो पानी चाहिँ झर्नाको छ पानी सेतो पानी छ सुरुमा दुध जस्तो आउँछ त्यो पानी 2 गिलास दिनमा खानु भने तपाईँको चस्मा उठिन्छ त्यो पावर चस्मामा आफै आउँछ अर्को कुरा के छ भने हाम्रो कपाल फुल्दैछ भने टाकटुक रोकिन्छ कपाल झर्न पनि रोकिन्छ हाम्रो कोशिका बढेको जस्तो हुन्छ कि हाम्रो चाउरीपन पनि ढिलो हुन्छ होइन हामी अब हामी एक दिन मर्छौँ 80 वर्ष बस्छौँ भने हामी 80 वर्ष 70 वर्ष 100 वर्ष बाँच्छौँ तर हामी आए मरे भन्दै आए पीडाहरू घरमा छटपटेर पैसा नभएर जाने पैसा छैन छटपटेर मरे नि मरे हस्पिटल जा भन्दै बस्नु पर्दैन है हस्पिटलमा मरे नि मरे डक्टर भन्दै बस्नु पर्दैन हामी मर्ने एक दिन तर हामी नेचुरल डेथ भन्छ प्राकृतिक मृत्यु जस्तै गाई बस्तु बाख्राहरू मर्छ
बिरामी तपाईँ अचानक बिरामी छ मर्छ हामी त्यस्तै बोल्दा बोल्दा हिँड्दा हिँड्दै खाँदा खाँदै सुतेरमा मर्नु भनेको चाहिँ प्राकृतिक मृत्यु भन्छ क्या रोग लागेर तडपी 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 मर्नु भनेको चाहिँ त्यो चाहिँ हाम्रो अनहेल्दी भएर हाम्रो अस्वस्थ भएर रोग ल्याएर हामी चाहिँ त्यस्तो अनि त्यो अनहेल्दी भएपछि हाम्रो पैसा पनि सकिन्छ अनि मान्छे सकिन्छ परिवारले पनि दुःख पाउँछ त्यो भएको कारण चाहिँ आज हामी चाहिँ स्वास्थ्यले बुझ्नुपर्छ स्वास्थ्य नै भनेको चाहिँ स्वास्थ्य हो तपाईँले सबै किन्न सक्नुहुन्छ घर गाडी बङ्गला सबै जोड्न सक्नुहुन्छ मुटु कलेज किन्न पाउँदैन पाउँछ अहिले त बाइकको टायर पनि नयाँ पाउँछ इन्जिनियर पाउँछ सोरुममा गयो भने हो तर हाम्रो मुटु कलेज डक्टरले के हुन्छ उसको निकाली दिँदैन उसको बच्चाको दिँदैन उसको फ्यामिली दिँदैन किन्नै पाउँदैन त्यो भएर चाहिँ आज हामीले 2 लाख 3 लाख होइन हामीले 1 करोड 2 करोड दिन्छौँ भन्दा नि हाम्रो जे छ नि बचाएर हामी राख्नुपर्छ अनि हामी हेर्छौँ म त 40-50 वर्ष पुगिसकेँ र हाम्रो अर्गान पनि त्यति नै पुगिसक्यो कि बुढो भइसक्यो कमजोर भइसक्यो अनि त्यो होला चाहिँ आज हाम्रो शरीर हेर्दाखेरि स्वस्थ देखे तापनि भित्र चाहिँ कमजोर भइसक्यो किन हामी होलबडी सबै गर्नु 8 सेकेन्ड त्यसले होलबडी सक्यो र कति फोक्सले कति पर्सेन्ट काम गरिरहेछ कलेजले कति गरिरहेछ थाहा भइहाल्छ त हामी गर्दैनौँ त्यो कारणले गर्दा भोलि हामीले ठुलो पैसा हामी त्यतिखेर चाहिँ आइसियुमा भेन्टिलेटरमा लाख लाख तिरेर चाहिँ हामी स्वास्थ्यलाई चाहिँ किनिराखेको छौँ तर चाहिने हो तपाईँ हामीले स्वास्थ्यलाई अनि के छ भने चाहिँ तपाईँहरूले अब जङ्क फुडहरूलाई चाहिँ केमिकलहरूलाई चाहिँ कम खानु पर्यो यदि यो मिसिनको पानी छ भने तपाईँलाई रोग छैन तपाईँ जति खानुहोस् तपाईँ पहालिन्छ तर यसलाई चाहिँ कन्ट्रोल गर्नु पर्यो कोक फेन्टा कन्ट्रोल गर्नु पर्यो अरू चाहिँ खानु पर्यो पुरानो भइसक्यो सुन न सुगर प्रेसर लागिरहेको छ सुगर प्रेसर लागेको छ प्यारालाइज भइरहेछ अब फ्यामिलीमा सबैजनाले जेरी खाइरहेको छ समोसा मासु पोलेको सेको खाइरहेको छ उनीहरूलाई खान मन लाग्दैन उसको मुखमा पानी आउँदैन नसक्दैन अनि लाइफ भनेको त्यस्तो होस् कि बरु गरिब जीवन होस् जसुकै जाने जसुकै खाने त्यसुकै जाने आनन्द होस् कि भित्री मन चाहिँ खुसी होस् क्या पढाउनु पैसा अनि हामीले इन्भेस्ट भनेको चाहिँ हेल्थमा गर्नै पर्छ है तपाईँ हामीले ल एउटा भन्नुहोस् त तपाईँको फ्यामिलीमा एकजना फ्यामिलीमा महिनामा 15-20 खर्च लाग्छ हो अहिले महँगी पढेको छ माछा मासु खाने पर्यो नुन तेल चामल सबै किन्नै पर्यो सागसब्जी किन्नै पर्यो लुगाफाटा किन्नै पर्यो शरीरलाई त्यति बिक्री गर्छौँ 70% पानी छ हाम्रो शरीरमा हाम्रो अर्गानको लागि यो शरीरलाई चाहिएको होइन पानी हाम्रो मुटु कलेजोलाई चाहिएको नि त फोक्सोलाई चाहिएको नि त यो अर्गानको लागि चाहिँ हामीले 70% जुन चाहिँ त्यो हिसाबले हो भने तपाईँ हामी 20,000 चाहिँ 30%लाई खर्च गरिरहेको छौँ भने 70% खर्च गरेको होइन पानीलाई हामी बिलमा तिर्छौँ त्यही 200-300 बिल आउँछ होला 150-200 दिने आउँछ त्यो मात्रै खर्च गरिरहेको छौँ अनि त्यही भएर हाम्रो शरीरले भोलि ठुलो रोग आउँछ अनि त्यसको लागि चाहिँ हामीले एकमुष्ट पेमेन्ट गर्छौँ क्या त्यतिखेर चाहिँ हाम्रो क्षमता हुँदैन के हो कारणले पानीमा पनि पानी चाहिँ पानी छ त 80% रोग चाहिँ पानीबाट आउँछ भनेर चाहिँ हामी बुझ्छौँ है 9.5 त्यो राख्नु पर्ने नानी राख्नुहोस्